श्रोतालोकन अपने सबके स्वागत है रेडियो स्वागतम नवासी मेगाहर्ट्ज पर। जी हाँ, कार्यक्रम खाने पानी सरसफाई तथा स्वच्छता अभियान में तीव्रता लग उपस्थित हो गए। हम बटुक नालसा आइसे हो सोम दिन भोर के 8 बजे कार्यक्रम लग उपस्थित हो गए। आज कार्यक्रम में से हो हमारे सबके दू गोटे अतिथि छत। आई हम सब गपशप करब खाने पानी सरसफाई तथा स्वच्छता अभियान के क्रम में मिथिला नगरपालिका में एखन तक कतेक प्रोग्रेस भेल ताहि संदर्भ में अपने सबके जानकारी करा दी। जे कार्यक्रम खाने पानी सरसफाई तथा स्वच्छता अभियान में तीव्रता यूनिसेफ के सहयोग में मिथिला नगरपालिका द्वारा प्रायोजित कार्यक्रम रहा। इस कार्यक्रम में हम सब सरसफाई से संबंधित विभिन्न पक्ष के विषय में संवाद करें। अतिथि सब संग आई से हो हम कार्यक्रम में दू गोटे अतिथि के आमंत्रित करने छन। आज हम सब संवाद करब समग्र मिथिला नगरपालिका में सरसफाई के क्षेत्र में कते काज भेल छै। एहिठमन खुला दिशा मुक्त अभियान जे संचालन भेल छै देश भरि, ताहि अंतर्गत मिथिला नगरपालिका खुला दिशा मुक्त घोषणा भ चुकल संदर्भ में हम सब संवाद करब तथा एत के खाने पानी के अवस्था, एहिमे मिथिला नगरपालिका की पहल कर रहल छै, एहि चालू आर्थिक वर्ष में कते काज भेले, आगामी आर्थिक वर्ष के लिए केहन केहन योजना सब रहल छै, ताहि संदर्भ में संवाद करबाक लेल आइ हम आमंत्रित करने छन दू गोटे अतिथि के। एक गोटे छै यूनिसेफ की वास कोऑर्डिनेटर जे कि धनुषा जिला के 4टा नगरपालिका में उनकर फील्ड रहल छै। धनुषा जिला के मिथिला नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, तहिना हंसपुर नगरपालिका आ गणेश मात चारनाथ नगरपालिका। तहिना हमर सबके दोसर अतिथि रहल छै मिथिला नगरपालिका के सरसफाई कार्यक्रम के फोकल पर्सन। अपने सबके जानकारी करा दी जे यूनिसेफ के वास कोऑर्डिनेटर रहल छै लक्ष्मण मोची। तहिना सरसफाई कार्यक्रम के फोकल पर्सन रहल छै प्रभु क्यापछाकी जी। आई हम अब संवाद के सिलसिला के आगा बढ़बैत सबसे पहले अपने सबके जानकारी करा दी जे हमर सबके अतिथि नेपाली भाषी छथि, ताहि दुआरे हम सब आज कार्यक्रम नेपाली भाषा में संचालन करब। सबभन्दा पहिले यहाँ दुवै जनालाई स्वागत छ। धन्यवाद। कार्यक्रम में रेडियो स्वागतम को कार्यक्रम खाने पानी सरसफाई तथा स्वच्छता अभियान में धन्यवाद, नमस्कार। यो जुन हाम्रो कार्यक्रम रहेको छ, खास गरी मिथिला नगरपालिका क्षेत्र लगायतका यस नगरपालिका अंतर्गत विभिन्न वडा र अन्य नगरपालिकामा पनि हाम्रो कार्यक्रम सञ्चालन भएको छ। सबभन्दा पहिले म यो सरसफाई कार्यक्रमका फोकल पर्सन तपाईँ लक्ष्मण क्यापछाकीजी, तपाईँसँग एउटा जिज्ञासा राख्न चाहन्छु। यो मिथिला नगरपालिका अन्तर्गत अब यो आर्थिक मसान्तको पनि अन्तिम हामी आइसकेका छौँ। अहिलेसम्म यो सरसफाइको क्षेत्रमा के कति काम भएको छ? हामीले सरसफाइको कार्यक्रममा भन्नुपर्दा अहिले चाहिँ हाम्रो विगत 3-4 महिना अगाडिदेखि चाहिँ सरसफाइ कार्यक्रमको तीव्र रूपमा हामीले काम गर्दै आइरहेका छौँ। यसमा गत यो वैशाखभन्दा अगाडि 3वटा वार्डमा सञ्चालन थियो, जसमा वार्ड नम्बर 3 जुनमा हाम्रो ओडियो गर्न बाँकी नै थियो र बाँकी विगतमा गाविस हुँदाखेरि चाहिँ ओडियो भइसकेको जुन अहिले मिथिला नगरपालिकामा गाभेको वार्डहरू, जसमा 5 र 9 करिब 3टा वार्डमा यो यूनिसेफको कार्यक्रम मार्फत सञ्चालन भइरहेको थियो भने र अहिले हाल आएर फेरि वैशाखदेखि चाहिँ बाँकी रहेका 8वटा वार्डमै फेरि यो कार्यक्रम पूर्ण सञ्चालन भइसकेको छ र 8वटा लगायत र यो 3 गरी जम्मा 11 वार्डको कार्यक्रमहरू सञ्चालन भइरहेको छ, जसमा प्रवास ट्रिगरहरू छनौट भएर उहाँहरू एकदम क्रियाशील हुनुहुन्छ। खास गरी तपाईँले जुन यो खुला दिशा मुक्त अभियानको बारेमा भन्नुभएको छ, यो भइसकेको छ। यो सञ्चालन हुँदाखेरि अब यही नगरपालिकाको एउटा वडा नम्बर 4 जो कि गाविस हुँदाखेरि नै तपाईँको खुला दिशा मुक्त घोषणा भइसकेको थियो र एउटा वडा जो कि अहिलेको वडा नम्बर 3 धेरै पछि अर्थात् 3 वर्षपछि खुला दिशा मुक्त घोषणा भएको छ। यो बिचको जुन समय छ यो होइन, धेरै समय भइहाल्यो। अब यति समय एउटा गाविसमा एउटा नगरपालिकामा खुला दिशा मुक्त घोषणा गर्न टाइम लाग्छ। कारण के हो सर? यस्तो हो सर, अब विगतमा के हो भने हामी एकदमै जुन गतिमा थियो जुन गाविस हुँदाखेरिकोमा र पछि गाविस भएपछि जुन अब नगरपालिका मर्ज भइसकेपछि चाहिँ नगरपालिकामा जुन गाविस मर्ज भयो, त्यसपछि चाहिँ अलिकति यो सरसफाइ
एकपल्ट जुन घोषणा भइसकेपछिको जुन गति चाहिँ अलिक सुस्त भएको हो, स्वाभाविक हो। र पछि फेरि के पनि भयो भने अब अहिले चाहिँ विगतमा 3-4 महिना अगाडि पनि जुन अब समायोजनको जुन कर्मचारी समायोजनको जुन एउटा लहर थियो, त्यसले गर्दाखेरि नगरपालिका पनि प्रमुख प्रशासकीय अधिकारीहरूको चाहिँ अलिकति आउने कोही जाने र कर्मचारीको जुन समायोजनको उसलाई गर्दा अलिकति ढिलो भयो। त्यस कारणले पनि अलिकति हामी आर्थिक हिसाबले पनि कार्यक्रम सञ्चालनमा अलिकति बाधा भएको कारणले पनि हामी अलिकति स्लो भएको, त्यो चाहिँ स्वाभाविक हो। अब म तपाईँ युनिसेफका वाच कोअर्डिनेटर लक्ष्मण मोचीज्यूसँग तपाईँसँग कुराकानी गरिरहेको छु। अहिले जुन तपाईँले जिम्मा पाउनुभएको छ, धेरै दिनुभएको छैन र तपाईँलाई 4वटा नगरपालिका हेर्नु परिरहेको छ। तीमध्ये मिथिला नगरपालिका तपाईँले जुन समयदेखि यहाँ काम गरिरहनु भएको छ यो क्षेत्रमा, सरसफाइको क्षेत्रमा युनिसेफको वाच कोअर्डिनेटरको रूपमा यहाँ के तपाईँले पाउनुभयो? धन्यवाद सरलाई। अब जस्तो कि मैले लगभग मलाई 1 महिनादेखि भयो अब यहाँ युनिसेफमा आएको। अनि मैले यसो हेर्दाखेरि लगभग 4वटा नगरपालिकामध्ये अलिकता जस्तो कि छिरेश्वरनाथ, अनि त्यसपछि तपाईँको हन्सपुर, अनि गणेशमान र मिथिला, त्यो 4वटा मध्ये अलिकता सरसफाइको हिसाबले, खानपानको हिसाबले अलिक अगाडि छ। किनभने अब आउने बित्तिकै अलि एउटा वार्ड थियो, त्यो पनि लगभग 100%मै छ। हामी चाहिँ अब मिथिला नगरपालिकाको वार्ड नम्बर 3 जुन हरिहरपुर छ, त्यसलाई अब लगभग 10 गते भित्रमा चाहिँ ओडिएफ घोषणा गर्ने र त्यो सँगसँगै नगरपालिकाले नै ओडिएफ घोषणा गर्ने हाम्रो प्लान छ। अब त्यही अनुसारको हामी अब भोलि पर्सि चाहिँ हाम्रो एमओसिसीको मिटिङ बसेर त्यसपछि कसरी जाने, के गर्ने, कसरी गर्दाखेरि अब के हुन्छ, अलिकता राम्रो हुन्छ भनेर त्यो चाहिँ हामी प्लानिङ गरेर त्यसपछि गरौँला त्यो मिथिला नगरपालिका। र सँगसँगै जस्तो कि यो छिरेश्वरनाथको म आउँदाखेरि एउटा मात्रै भएको थियो, 10 नम्बर त्यो पहिला नै भएको थियो। र आउने बित्तिकै लगभग त्यहाँको पनि अब 3 र 5वटा घोषणा भयो। र अहिले लगभग यो 15 गते भित्रमा तपाईँको 3वटा 6, 7 र 8 घोषणा गर्ने तर्खरमा छ। अलिक लगभग 95% बनिसकेको छ, 5% मात्रै बाँकी छ। त्यो हिसाबले लगभग यो पनि अब 15 गते भित्रमा घोषणा हुन्छ। र अलिकता गाह्रो भनेको हाम्रो हन्सपुरमा अहिलेसम्म हाम्रो जुन बजेट थियो युनिसेफको त्यो हामी पठाएको थियो, त्यो अहिलेसम्म खर्च भएको छैन। अस्ति हामी युनिसेफको टिम र म पनि गएको थिएँ त्यहाँ। अनि मेयर साहेबसँग कुरा हुँदाखेरि त्यहाँ के भयो भने अलिकता लेखाको कारणले गर्दाखेरि त्यहाँ हामी खर्च गर्न सकेनौँ भन्नुभयो हाम्रो मेयर साहेबले भन्नुभयो। त्यसले गर्दाखेरि त्यहाँ अलिकता हाम्रो कार्यक्रममा हुन त त्यहाँ पनि लगभग 95% पुगेर अड्केको छ। अलिकता त्यहाँको वातावरण अब सहज बनाउनको लागि अब त्यहाँको मेयर साहबले अब एकाउन्टेन्टहरू अलिकता राम्रो ल्यायो भने त्यहाँ पनि लगभग घोषणा हामी चाँडै नै घोषणा गर्न सक्छौँ। र त्यसै गरी अब हाम्रो यो यता गणेशमान चारनाथको अवस्था हेर्दाखेरि त्यहाँ पनि लगभग 2वटा घोषणा भइसकेको अवस्था छ। र अब चाहिँ त्यहाँ 9वटा अझै पनि बाँकी छ। र त्यहाँको यो समग्रमा हेर्दाखेरि लगभग तपाईँको 1800-1900 जति घरधुरीहरूमा अहिले चट्टी निर्माण भएको छैन। अब त्यहाँ पनि भोलि पर्सि हामी चाहिँ अब त्यहाँको मेयर साहब र प्रमुख प्रशासकीय अधिकारीसँग बसेर एउटा प्लानिङ गरेर हामी चाहिँ त्यहाँ कार्यक्रम गर्छौँ। सबै टिग्राहरूलाई त्यो परिचालन गरेर हाम्रो कार्यक्रम छ। तपाईँले अहिले भन्नुभयो 4वटा जुन नगरपालिकामा कार्यक्षेत्र रहेको छ युनिसेफको वाच कोअर्डिनेटरको रूपमा तपाईँको, ती 4वटा नगरपालिका मध्ये यो मिथिला नगरपालिकामा खानेपानीको क्षेत्रमा धेरै काम भएको छ तुलनात्मक रूपमा। तर स्थलगत रूपमा हेर्दाखेरि यो मिथिला नगरपालिकामा विगतको समयदेखि नै खानेपानीको समस्या रहेको छ। यहाँ भौगोलिक कारणले गर्दा पनि अन्य नगरपालिकामा चापाकल कलको पनि व्यवस्था छ र सजिलै पानी उपलब्ध हुन्छ। त्यसको बावजुद पनि तपाईँले जसरी भन्नुभएको छ अहिले यो मिथिला नगरपालिकामा खानेपानीको व्यवस्था राम्रो छ होइन अन्य नगरपालिकाको तुलनामा, यो कुन आधारमा तपाईँले भन्नुभएको छ? यस्तो हो सर, अब हुन त गाह्रै छ यो भनेको अलिकता चुडेको क्षेत्रमा। त्यो हिसाबले त खानेपानीको अरू तुलनामा हेर्छु नगरपालिकाबाट पनि अलिकता खानेपानीको लागि अब यो इनारहरू दिने काम गरेको हुनाले यहाँको अवस्था राम्रो हेर्छु। तर हाम्रो टार्गेट पनि छ अबको वडियो पछाडि अब खानेपानीको लागि अब इनार के छ त्यहाँको उपलब्धता, अब त्यो चाहिँ हामी वडियो पछाडि बेसलाइन सर्वे गरेर सबै वास ट्रिगरहरूलाई लगाएर अब सबै जति पनि वडाहरू छ त्यो सबै वडाहरूमा अब उनीहरूलाई परिचालन गरेर बेसलाइन सर्वे गरेर त्यहाँको अवस्था के छ, कसरी के दिँदाखेरि त्यहाँको अलिकता सहज हुन्छ भन्ने हाम्रो प्लानिङ छ वडियो पछाडि।
त्यो ओडिए पछाडि तपाईँले मिथिला नगरपालिकासँग समन्वय गरेर यहाँ जुन खानेपानीमा जे समस्या छ ती समस्यालाई केन्द्रित गरेर काम थाल्नुहुन्छ त्यो तपाईँले भन्न खोजिरहनु भएको छ होइन? हजुर। अब म फेरि तपाईँसँग जिज्ञासा गर्न चाहन्छु यो मिथिला नगरपालिकाका कार्यक्रम सरसफाइ कार्यक्रमका फोकल पर्सन प्रभुजी, यो मिथिला नगरपालिका क्षेत्रभित्र जति वडाहरू छन् ती सबै वडामा यो सरसफाइ सम्बन्धी कार्यक्रम सञ्चालन हुँदाखेरि अहिलेसम्म पक्कै केही न केही चुनौती भयो होला होइन? यो पानीको अभाव भएको क्षेत्रमा हामी सरसफाइ पुरा गर्छौँ होइन? यो जहाँ पानी छैन, पानीको अभाव छ, खानेपानीमा समस्या छ, स्वच्छ गर्ने पानी पाइरहेको छैन, त्यहाँ शौचालय प्रयोग गर्नु, शौचालयमा त्यो बाहिर शौच नगर्नु, चर्पीमा दिसा पिसाब गर्नु, यो तपाईँहरूले भनिरहँदाखेरि एकातिर पानीको अभाव छ, अर्कातिर शौचालयमै शौच गर्नु होइन? यस्तो छ, यो व्यवहारिक पनि मिलेन होइन? यसमा नगरपालिकाले के गर्छ? समस्या त पक्कै छ होला नि? समस्या चाहिँ फेरि यो हाम्रो अलिकति यो रोडभन्दा हाइवेभन्दा जुन दक्षिणभन्दा उत्तर साइडमा पानीको अति एकदमै समस्या छ, जसमा इनार खन्दा पनि त्यहाँ इनारको पनि स्योर छैन। इनार खन्यो, खन्दाखेरि जस्तै अब 25देखि लिएर 30-35सम्म जान्छ, तर पनि कति ठाउँमा पानीको समस्या छ, मतलब पानी त्यहाँनिर देखिरहेको छैन। त्यही हिसाबले पनि चुनौती नै छ। र अनि अर्को कुरो के भने पनि अब हामीले यो अभियान क्रममा हामी उहाँहरूलाई भनिरहेका हुन्छौँ, सम्झाइरहेका हुन्छौँ कि होइन तपाईँले जसरी दैनिकी अरू दैनिकी उपभोग्य अरू उसको लागि चाहिँ जसरी मेन्टेन गर्दै आइरहनु भयो, यसलाई पनि आइद यो पनि तपाईँको आवश्यकता हो, आवश्यकताभित्रै पर्छ भने तपाईँले अरू जसरी तपाईँले म्यानेज गर्नुहुन्छ त्यसरी नै पानी पनि आइद तपाईँ नहुने काम गर्नुहुन्छ, त्यसरी पानी आफूले खाने पानी पनि व्यवस्था गर्नुहुन्छ। यसलाई पनि तपाईँको आफ्नो आवश्यकताको आधारलाई मानेर यसलाई पनि तपाईँले सोचलाई पनि केही पानीको व्यवस्था गर्नुहुन्छ, जसरी अरूको लागि गर्छ त्यसरी यसलाई पनि गर्नुपर्छ भनेर हामीले उहाँलाई सम्झाउँछौँ। र हाम्रो मिथिला नगरपालिकाबाट पनि गत सालदेखि लामो पानीको अति आवश्यक छ, दुःख छ, त्यहाँनिर हामीले इनारको पनि व्यवस्था इनारको योजनाबाट पनि त्यो पानीको आपूर्ति पनि गरिरहेको छ। र अहिले गत सालमा पनि हामीले झन् हरिहरपुर खास गरी हाम्रो जुन अहिले जुन ओडियो हुन बाँकी रहेको छ वाडा, जुन हरिहरपुर वार्ड नम्बर 3 छन्, उहाँ पनि यो गत सालमा झन् 17-18वटा मलाई लाग्छ इनारको इनार निर्माण भइसकेको छ, जसले गर्दा त्यसलाई पनि पानीको अलिकति समस्या पनि भएको छ। र युनिसेफकै कार्यक्रमबाट पनि हरिहरपुरको जुन सादा टोल छ, दलित बस्ती छ, त्यहाँनिर ठुलो खानेपानीको योजनाको पनि एउटा सर्वे भएर अहिले जुन इस्टिमेट पनि बनिसकेको छ, त्यसमा खानेपानीको अब मलाई लाग्छ त्यहाँबाट पनि केही अलिकति समस्या समाधान हुन्छ, तत्कालै नभए भने अब केही वर्षपछि चाहिँ खानेपानीको त्यहाँबाट पनि सुविधा लिन सक्छ भन्ने हिसाबले चाहिँ हामीले त्यो कार्यक्रम अगाडि बढाइरहेका छौँ। तपाईँले भन्नुभयो यहाँ धेरै इनार जस्तो कि हरिहरपुर लगायतका विभिन्न वडाहरूमा धेरै इनारको व्यवस्था छ, खनेको छ होइन? तर पानी अहिलेसम्म त्यसको प्रयोग भइरहेको छैन होइन? मतलब रोडभन्दा उत्तर मैले भन्नुहुन्छ रोडभन्दा उत्तर चाहिँ इनारमा पनि अलिकति सक्सेस देखिरहेको छैन। रोडभन्दा दक्षिण चाहिँ अहिलेसम्म इनारबाटै पानीको जो सक्सेस भइरहेको छ, इनारबाटै अहिले पानी सञ्चालन भइरहेको छ तत्काल। र अब विभिन्न ओडियो मतलब विभिन्न त्यो ओभरहेड ट्याङ्कीको पनि जस्तै हरिहरपुरकै माथिल्लो एउटा स्कुलतिर त्यहाँ पनि ओभरहेड ट्याङ्की निर्माण हुँदैछ, त्यसै गरी अब सदाटोलमा पनि तल पनि हुँदैछ। त्यसै गरी विभिन्न अब खानेपानीको समस्या समाधान गर्नको लागि विभिन्न ठाउँमा बोर्डिङ इनार र त्यो खन्ने क्रम भइरहेको छ। र फेरि विगतमा पनि त्यसको योजनाहरू पनि त्यसरी आउने क्रम जारी छ। त्यो विगतमा पनि त्यसरी नै त्यो अब इनारभन्दा पनि बोर्डिङ र ओभरहेड मार्फत चाहिँ पानीको आपूर्ति गर्ने कुरा गर्दै भन्ने चाहिँ हाम्रो नगरपालिकाको सोचिरहेको छ। तपाईँसँग फेरि म जिज्ञासा राख्ने नै छु। अब म फेरि लक्ष्मण मुची सरसँग कुराकानी गरिरहेको छु। तपाईँले जुन विभिन्न नगरपालिकामा काम गरिरहनु भएको छ, त्यही अन्तर्गत मिथिला नगरपालिकामा पनि तपाईँको कार्यक्षेत्र रहेको छ। यो मिथिला नगरपालिकामा अहिलेसम्म तपाईँले जुन फिल्डमा काम गर्नुभयो होइन, त्यो फिल्डमा हेरेअनुसार यहाँ पानीको सरसफाइको क्षेत्रमा कति के आवश्यकता रहेको छ तपाईँलाई महसुस भए अनुसार? कहाँ कहाँ समस्या छ, कहाँ कहाँ के गर्दा अलिक राम्रो हुन्छ तपाईँले स्थलगत रूपमा गरेको अनुगमन अध्ययन अनुसार? जस्तो कि सबैसँग म चाहिँ लगभग 3 नम्बर वाडा, 4 नम्बर, 6 नम्बर, 5 नम्बर यो 4वटा वाडा मात्रै म अहिलेसम्म देखेको छु। त्यो हिसाबले हेर्दाखेरि अलिकता तलतिर पानीको राम्रै छ, अलिकता माथिल्लोतिर अलिकता गाह्रो छ कि अलिकति चुरे हिसाबले त्यहाँ पानी व्यवस्था गाह्रो छ। अब हामी चाहिँ अब युनिसेफको कार्यक्रम भनेको अब वडियो पछाडि खानेपानीको लागि त्यो व्यवस्था कसरी हुन्छ के हुन्छ हामी बजेट बनाएर अब त्यो हामी आगामी दिनमा गरौँला।
अहिले त म चाहिँ 4वटा वडामा दिएको छु। यो मिथिला नगरपालिकाको तुलनामा यो नजिकै रहेको छ छिरिया नगरपालिका, त्यहाँ के छ अवस्था? त्यहाँको त अलि राम्रो छ, खानपानीको लागि त्यहाँ चापाकलको व्यवस्था छ। त्यहाँ अलिकता यो मिथिला नगरपालिकाभन्दा छिरिया राम्रो छ, तर अलिकता सरसफाइको हिसाबले हेर्दाखेरि त्यहाँ अलिकता पछाडि छ। अहिलेको तुलना गर्दाखेरि सरसफाइको हिसाबले लगभग त्यहाँ पनि 629 गढेडी बाँकी छ। लगभग त्यहाँ पनि 95% जति घोषणा भइसकेको छ, मूल बनिसकेको छ। अब त्यहाँ पनि लगभग अब हुन त सरसफाइको हिसाबले राम्रो छ, खानेपानीको हिसाबले पनि यो मिथिला नगरपालिकाभन्दा त्यहाँ पनि राम्रो छ, किनभने त्यहाँ अब त्यस्तो गाह्रो मैले चाहिँ महसुस गरेको छ। यो तपाईँले भन्नुभयो सरसफाइको तुलनामा छिरिया मिथिला नगरपालिका राम्रो होइन, तर पानीको आपूर्ति पानीको त्यहाँ सहजता मिथिला नगरपालिकाभन्दा छिरिया नगरपालिकामा अलिक बढी छ होइन। यो त तपाईँले भनेको अनि यो व्यवहारमा जुन हामी हेरिरहेको छौँ पानीको, यो पानी र सरसफाइ त एकदम नम्र मासु जस्तै हो, तर जहाँ पानी छ त्यहाँ सरसफाइ कम छ, जहाँ पानीको अभाव छ त्यहाँ सरसफाइ तुलनात्मक बढी छ। यो कसरी भयो होला? यसको मेन खास भनेको सर तपाईँको अलिकति सोचको हो कि, जस्तो कि यहाँ अलिकता छासमिस बस्तीहरू अनि सबै जातिको बसोबास छ। त्यो हिसाबले अलिकता यहाँको अवस्था हेर्छु अलिकता शिक्षित हिसाबले अब भनौँ कि अब के हिसाबले भनौँ, यो 5 किलोमिटर 2 किलोमिटरको फरकमा यस्तो फरक त नपर्नु पर्ने हो नि। यस्तो भयो सर। यहाँ अलिकता त्यही त अलिकता यतातिर के भयो भने पहाडी र मधेसी समुदायको बसोबासले गर्दाखेरि यहाँ अलिकता सरसफाइको हिसाबले राम्रो छ। पानी नभए तापनि जस्तो कि उनीहरू पानी भएन भने कपडा कसरी धुन्छ, खान्छ कसरी, त्यो हिसाबले उनीहरूले आफूले म्यानेज गर्नुपर्ने हो। तर त्यहाँ हेर्छु अलिकता अब मधेसी समुदायहरूको बाहुल्यताले गर्दाखेरि अलिकता अब नबुझ्ने अटेरी गर्ने मान्छेहरू छ कि, अब जस्तो कि अहिले हामी त्यहाँ ओडिएफ घोषणा गर्नको लागि, ओडिएफ बनाउनको लागि त्यो पुलिसहरूलाई गस्ती गराएर हामी चाहिँ अहिले गरिरहेको छौँ। त्यहाँको अवस्था छ त्यस्तो छ। के तपाईँले क्लियर पार्नु के गरियो? यसलाई चाहिँ हामी के गर्छौँ सर भने जस्तो कि वडाहरूलाई ओडिएफ बनाउनको लागि गर्नको लागि अब ट्रिगरहरू मार्फत अनि पुलिसहरू मार्फत हामी चाहिँ त्यसलाई बिहान बेलुका लगाएर अब तिनीहरूलाई अलिकता अब गस्ती गराएर हामी चाहिँ ओडिएफको अब धेरैभन्दा धेरै चर्की चाहिँ बनाउन हामी पहल गरिरहेको छ। तपाईँले भर्खर भन्नुभयो मिक्स समुदायको कारणले गर्दा यो मिथिला नगरपालिका ढल्केबर लगायतका यो स्थानमा सरसफाइ अलिक बढी छ, त्यहाँ अलिक कम छ पानी भए पनि होइन। तर त्यहाँ समस्या भए पनि अब जिम्मेवारी त बन्छ नगरपालिकाको पनि, अनि हामी युनिसेफले पनि जिम्मेवारी लिएको हो सरसफाइको लागि होइन। त्यसमा अब त्यस्तो समुदाय छ, तपाईँले आफै भन्नुभयो त्यहाँ यस्तो समस्या छ, अब ती समस्यालाई केन्द्रमा राखेर होइन यस्तो समस्या छ। अब युनिसेफको केही त प्लान पक्कै होला कि होइन, त्यहाँ पनि त काम त हुनु पर्यो। अनि त्यो अब तपाईँहरू यहाँको कन्डिसन हेरेर, त्यहाँको वातावरण हेरेर, त्यहाँका मान्छेहरूको काम गर्ने तरिका हेरेर तब तपाईँहरूको के प्लान होला, अब कसरी काम गर्नुहुन्छ ती क्षेत्रमा? अबको प्लान हाम्रो यो 4वटा नगरपालिकामा छ। मुख्य गरी हाम्रो अहिले त यो धनुषा जिल्लाको 7वटा नगरपालिकामा हाम्रो कार्यक्रम छ। कुन नगरपालिका? तपाईँको यो 4वटा भयो, अनि उता चाहिँ जनकपुर उपमहानगरपालिका, अनि धनौजी, अनि एउटा तपाईँको कुन नगरपालिका थाहा भएन, तर 7वटामा कार्यक्रम छ हाम्रो। अनि 7वटा अब यो जिल्लालाई ओडिएफ घोषणा गरे पछाडि हाम्रो यो 7वटा नगरपालिकामा र गाउँपालिकामा अबको चरणमा पूर्ण सरसफाइ भनेको अब टोयलेट चाहिँ कसरी प्रयोग गर्ने, अनि हात चाहिँ कसरी धुने, साबुन पानी प्रयोग अनि टोयलेट प्रयोगदेखि लिएर अब चाहिँ अहिलेसम्म हाम्रो मान्छेको होइन व्यक्तिको दिशा पिसाबलाई मात्रै हामी अहिलेसम्म कन्ट्रोल गर्न सक्यौँ ओडिएफमा। अबको कार्यक्रममा हाम्रो चाहिँ अब मान्छे सँगसँगै अब गाईबस्तुको पनि अब दिशा पिसाब अलिकता व्यवस्थित तरिकाले अब राख्ने चाहिँ हाम्रो प्लान छ। र त्यो सँगसँगै खानेपानीलाई पनि अलिकति अब जोड दिने, किनभने खानेपानी र सरसफाइ भनेको एकअर्कासँग सम्बन्धित भएको हुनाले खानेपानी बिनाको सरसफाइ हुँदैन, सरसफाइ बिनाको खानेपानी हुँदैन। त्यो हिसाबले अर्को चरण कार्यक्रम हाम्रो भनेको पूर्ण सरसफाइमा त्यो कार्यक्रमहरू लिएर हामी चाहिँ आउँछौँ। अहिले हाम्रो लक्ष्मण सरले भनिरहनु भएको छ पूर्ण सरसफाइ अर्थात् यो ओडिएफ घोषणा पछि अहिले हामी मान्छेको दिशालाई व्यवस्थापन गर्न सकिरहेका छैनौँ। उहाँले गाईबस्तुको दिशालाई व्यवस्थापन गर्नुपर्ने उहाँले प्लान छ होइन, युनिसेफको नगरपालिकाको उहाँले भन्नुभयो। यस्तो अवस्थामा अब प्राथमिक सरसफाइमा पनि हामी त पछाडि छौँ होइन। यो प्राथमिक सरसफाइका क्षेत्रमा हाम्रो नगरपालिकाले
विभिन्न वडाहरूमा रहेका व्यक्तिहरूसँग परिवारहरूसँग प्राथमिक सरसफाइ सम्बन्धी विगतमा के कार्यक्रमहरू गरेका छन् उहाँहरूलाई प्राथमिक सरसफाइ समयमा मैले यो नगरपालिकामा पनि हेरेँ एउटा कार्ड तपाईँहरूले दिनुहुन्छ सरसफाइ सम्बन्धी कार्ड होइन त्यो कार्ड कसरी दिनुहुन्छ के प्रावधान छ र प्राथमिक सरसफाइ सम्बन्धी तपाईँहरूले के गर्नुभयो प्रभु सर जुन यो विगतमा पनि हाम्रो यो सरसफाइ कार्यक्रम अन्तर्गतले जस्तै अब गाविस हुँदाखेरि जस्तै भिवासिसी त्यतिखेर पनि गराउँथ्यो र त्यस भिवासिसी समिति मार्फत नै विभिन्न टोलहरूमा वार्ड मार्फत टोलहरूमा चाहिँ त्यो सरसफाइको कार्यक्रम सञ्चालन भएकै थियो र अहिले पनि त्यही कार्यक्रम चाहिँ अब हाम्रो नगरपालिका भइसकेपछि चाहिँ जुन अब त्यो वाडा भइसक्यो र वाडा सिसी गठन भइसकेको छ हाम्रो प्रत्येक वार्डहरूमा र त्यो वाडा सिसी मार्फत र जुन सरसफाइ कार्यक्रमहरू जसरी अब हाम्रो वाडामा हाम्रो स्वास्थ्यमा जुन हाम्रो स्वयंसेविका हुनुहुन्छ त्यसै आमा समूहहरू हुनुहुन्छ र विभिन्न एउटा समूहहरू हुन्छ उहाँहरू मार्फत चाहिँ हामीले सरसफाइका अभियानहरू हामीले सञ्चालन गरिरहेको छौँ र यो अभियान सञ्चालन गर्नको लागि हाम्रो प्रत्येक वार्डमा वार्ड स्विकरहरू हुनुहुन्छ र उहाँहरूले चाहिँ विभिन्न जस्तै महिनामा बैठक बसेर विभिन्न त्यसमा अब जस्तै अब सरसफाइका कार्यक्रमहरू जहाँ स्कुल त्यस्तै अब खोप क्लिनिकहरूमा र त्यस्तोमा चाहिँ हामीले यो ह्यान्ड वासिङको कुरोहरू र यो जस्तै अब ठुला मान्छेहरूको जस्तै अब शौचलाई शौच व्यवस्थापन गर्ने र सानो जस्तै बेबीहरूलाई के गर्ने त्यसमा त्यो बेबीहरूलाई पनि बेबी कोर्ट मार्फत बेबी कोर्टमा उनीहरूलाई दिशा गराएर त्यो टोइलेटमा फाल्ने यस्तै हिसाबले हामीले त्यसरी पनि हामीले यो कार्यक्रमलाई अगाडि बढाइरहेका छौँ र विगतको कुरा गर्ने हो भने विगतमा पनि र यस जुन हाम्रो अहिले विगतमा जुन के अरे गाविस हुँदाखेरि पनि र यो कार्यक्रमलाई चाहिँ त्यतिखेर चाहिँ खुल्ला दिशामुक्त गर्ने हिसाबले मात्रै हामी लागिरहेको छौँ भने अहिले चाहिँ खुल्ला दिशामुक्त वाडा र गाविस त भएकै हो र अब अहिले चाहिँ हाम्रो त पूर्ण सरसफाइतिर लागिरहेको छ पूर्ण सरसफाइ जस्तै अब आनी बानीको सुधारहरू त्यस्तै अब हात धुने के अरे तरिकाहरू त्यस्तै आनी बानीको सुधार हाम्रो घर वरिपरिको सरसफाइ त्यसै गरी आफ्नो अब मानवको मात्रै मजबुत विश्लेषण गरेर भएन हामी किसान हौँ र किसानहरूले त पक्कै गाई बस्तु पालेको हुन्छ र त्यसलाई पनि अलिकति घर गोठ र उसलाई कसरी त्यो मालवस्तुकोलाई पनि त्यो गोबरहरूलाई पनि कसरी व्यवस्थित गर्ने र किचनबाट हाम्रो बस्ने घर कोठाबाट पनि कसरी त्यसलाई अलिकति व्यवस्थित गर्ने भनेर पनि त्यो हामी लागिरहेको छौँ र त्यो अबको हाम्रो कार्यक्रम भनेको त्यसरी अगाडि बढ्छ श्रोतालों के देखना अपने सब सुन रहल छी श्रोतालों के देखना अपने सब सुन रहल छी रेडियो सामुदायिक रेडियो स्वागतम 89 मेगाहर्ज ई 89 मेगाहर्ज मार्फत एखन अपने सब सुन रहल छी कार्यक्रम खाने पानी सरसफाई तथा स्वच्छता अभियान में तीव्रता ये कार्यक्रम अपने सब यूट्यूब मार्फत से हो सुन सकै छी देख सकै छी ओहिके लेल अपने सब यूट्यूब के सब्सक्राइब करा पड़त स्वागतम मिथिला यूट्यूब चैनल के सब्सक्राइब करा पड़त अपने सब सुन सकै छी देख सकै छी एखन अपने सबके जानकारी करा दीजिए यूनिसेफ के आर्थिक सहयोग में मिथिला नगरपालिका द्वारा प्रायोजित कार्यक्रम खाने पानी सरसफाई तथा स्वच्छता अभियान में तीव्रता के अंतर्गत हम आई एखन संवाद कर रहा छी यूनिसेफ के वास कोऑर्डिनेटर लक्ष्मण मोची जी तैना मिथिला नगरपालिका के सरसफाई कार्यक्रम के फोकल पर्सन प्रभु क्याप्छाकी जी संगे इस संवाद के सिलसिला के फिर से आगा बढ़बे तो हम लक्ष्मण जी संगे बात जिज्ञासा रखना चाहिए लक्ष्मण जी अहिले जुन हामी खुला दिशा मुक्त सरसफाइका क्षेत्रमा हामी चर्चा गरिरहेका छौँ ती विषयमा यो खुला दिशा मुक्त क्षेत्र घोषणा गरिसकेपछि त्यसलाई दिगोपना दिन धेरै ठाउँमा शौचालय बनाउने काम सम्पन्न हुन्छ तर केही दिनपछि त्यसमा गोइठा अरू सामान राख्ने काम हुन्छ त्यसलाई दिगोपना दिनको लागि तपाईहरुले युनिसेफले अथवा यहाँका स्थानीय तहहरूसँग समन्वय गरेर केही प्लानिङ छ कि अब यो घोषणा गरिसकेपछि छाड्दिने उहाँहरू जे गर्नुहुन्छ उहाँहरूको काम हो के छ तपाईहरुको फर्दर के छ प्लान यस्तो छ सर हाम्रो यो आसवा कार्यक्रम भनेपछि खानेपानी सरसफाइ तथा खानेपानीमा तीव्रता कार्यक्रम आसवा 2 भन्छ यसलाई अनि यो कार्यक्रमको टार्गेट भनेको 18 देखि सन् 18 देखि अनि 22 सम्मको टार्गेट हो अब त्यो बीचमा हामी चाहिँ अब जस्तो कि नगरपालिका हाम्रो डाइरेक्ट कार्यक्रम हुँदैन नगरपालिका गाउँपालिका मार्फत कार्यक्रम हुन्छ त्यो हिसाबले हामी भिवासिसी होइन वाडासिसी अनि नगरपालिकामा मुआसिसीसँग कार्यक्रम गरेर जस्तो कि अब त्यसलाई दिगोपना कायम गर्नको लागि
कार्ड मार्फत प्रत्येक साल जस्तो कि एउटा कार्डमा तपाईँको 4वटा छ, 4 वर्षसम्म चाहिँ राख्ने हाम्रो प्लान छ। प्रत्येक साल त्यसलाई रिन्यू गर्ने कार्ड त जस्तो कि यसपालि काटिदियो अनि फेरि अर्को साल चाहिँ अब कार्ड उनीहरूको घरको यो अवस्था कस्तो छ, ट्राफिक अवस्था कस्तो छ त्यसलाई हेरेर त्यो चाहिँ कार्डमा फेरि रिन्युएबल सिस्टम छ। र अर्को चाहिँ हाम्रो अब ट्रिगरहरू मार्फत अब अलिकति अब जनचेतनामूलक कार्यक्रमहरू, क्याम्पेनहरू समय समयमा र घर दैलो कार्यक्रमहरू पनि हामी चाहिँ गर्ने हाम्रो प्लान छ अब आगामी दिनमा। यो उहाँले जुन भनिरहनु भएको छ नगरपालिकासँग गाउँपालिकासँग मिलेर हामीले नेक्स्ट फेजको अर्को फेजको हामी कार्यक्रम सञ्चालन गर्छौँ। योभन्दा पहिला पनि तपाईँसँग मैले एउटा जिज्ञासा राखेको थिएँ, यो सरसफाइको क्षेत्रमा विभिन्न चरणहरू हुन्छ, त्यसमा यो पूर्ण सरसफाइको हामी कुरा गरिरहेछौँ। जब यो मिथिला नगरपालिकामा प्राथमिक सरसफाइको पनि कुरा भयो होला, यहाँ धेरै समिति गठन भएर वडा स्तरमा तपाईँहरूले काम गरिरहनु भएको थियो, त्यसमा तपाईँहरूलाई के कठिनाइ भएको थियो? अवश्य पनि अब सबभन्दा पहिले त अघि पनि हामीले चर्चा गऱ्यौँ, जब हामी सरसफाइको कुरा गर्छौँ तब त्यहाँ हाम्रो पानीको कुरा हुन्छ त्यहाँ, र हामी जुन टोलमा जुन बस्तीमा जान्छौँ त्यहाँनिर सरसफाइको कुरा गरेको चाहिँ पानीको व्यवस्था छैन, पानीको व्यवस्था गरिदिनुहोस् र हामी सरसफाइमा हामी आफै गरिहाल्छौँ भन्ने कुरा आउँछ। त्यो स्वाभाविक हो, हामीले त्यो एकदम पानीको यहाँ समस्या भएको ठाउँमा त्यो कुरा आउनु स्वाभाविक हो र त्यसलाई हामीले अब चरणबद्ध गर्दाखेरि जस्तै अब जस हामीले एक लेभल यो ओडिएफ हुनुभन्दा अगाडिको र ओडिएफ भइसकेपछिको उहाँहरूले पनि एउटा महसुस के गर्नुपर्छ भने हो शौचालय बनाएपछि हामीलाई नै त्यसको चाहिँ सहजता हामीलाई नै सजिलो हुने भन्ने उहाँले महसुस गरिसकेपछि र अरू बाँकी अब सरसफाइको कुरो जस्तै अब हात धुने के अरे आनीबानीको सुधारमा चाहिँ उहाँहरूले पनि त्यसलाई स्वीकार्नु भएको छ कि अहिले हो यो सरसफाइ भनेको हाम्रै लागि रहेछ भन्ने कुरा उहाँले स्वीकारिसकेको अवस्था छ। र अबको दिनमा चाहिँ हामीले वडा सिसी मार्फत र हाम्रो वास्तविकरणको मार्फत चाहिँ विभिन्न जनचेतनामूलक कार्यक्रम अगाडि बढाउँदै र अघि सरले भनिसक्नुभएको छ कि त्यो हाम्रो सरसफाइ कार्डहरू लागू भइसकेको छ। पहिला युवा सिसी हुँदा पनि यो सरसफाइ कार्डहरू लागू भएकै थियो, तर अब नगरपालिका भइसकेपछि चाहिँ फेरि हामीले नयाँ कार्ड छपाएको छौँ जसमा चाहिँ हाम्रो एकरूपता आउँछ, 11वटै वार्डमा एउटै कार्ड जान्छ र एकरूपता आउँछ। त्यहाँनिर के छ भने सरलाई भन्नु त्यहाँ रिन्युअल सिस्टम छ। जस्तै अब अहिले हामीले आर्थिक वर्ष 75-76 दिन सुरु गरेछौँ भने त्यसलाई वार्षिक हामीले त्यसलाई नवीकरण गर्छौँ, अनुगमन गर्दै हामी त्यसलाई नवीकरण गर्छौँ र जहाँनिर जसको चर्पी प्रयोगमा उहाँहरूले बन्द गर्नुभएको छ या कि त्यसलाई सुधार गर्नुपर्ने अवस्था छ भने हामी उहाँहरूलाई त्यतिकै सुझाव दिएर उहाँहरूलाई फेरि गराएर अनि मात्रै त्यसलाई हामी रिन्युअल गर्छौँ भन्दाखेरि त्यसले अलिकति हाम्रो पूर्ण सरसफाइमा पनि त्यसले हामीलाई धेरै यहाँका स्थानीय सेवाग्राही यहाँका स्थानीयवासीहरू जसरी तपाईँहरूले अर्थात् यो नगरपालिका मिथिला नगरपालिकाले जुन यो दिएको छ एउटा कार्ड दिएको छ होइन सरसफाइ सम्बन्धी कार्ड प्रदान गर्न त्यो कार्ड लिनको लागि यहाँका स्थानीयवासी कुनै वडा कुनै व्यक्ति होइन कुनै परिवारलाई त्यो लिनको लागि मिनिमम कुन कुन क्राइटेरिया पार गर्नुपर्छ के गरेपछि तपाईँहरू दिनुहुन्छ त्यस्तै दिनु मिलेन के उहाँहरूले गर्नुपर्छ? हाम्रो वाडामा र वडा सिसी गठन भएको छ, त्यो स्थानीय स्तरमै छ त्यो र त्यहाँ के छ भने त्यो वाडाको सदस्य भनेको त्यही टोलको त्यही बस्तीको त्यही वडाको चाहिँ जस्तै वडा सदस्यहरू हुनुहुन्छ, जननिर्वाचित सदस्यहरू हुनुहुन्छ, त्यसै गरी त्यहाँको अब विभिन्न संस्थाको सदस्यहरू हुनुहुन्छ, त्यहाँको युवा क्लबहरू हुनुहुन्छ, त्यसमा जस्तै अब टिचरहरू हुनुहुन्छ, अब त्यहाँ स्वयंसेविका हुनुहुन्छ, स्वास्थ्यको हुनुहुन्छ होइन, त्यहीको टोलको बस्तीहरू हुनुहुन्छ। त्यही उहाँ हामीले त्यो वार्षिक के अरे मासिक मिटिङ पनि बस्छौँ र तत्कालै त्यहाँ जस्तै पहिला हुन त यहाँ प्रायः जस्तो सबैको हामीसँग डाटा छ, कसको घरमा चर्पी बनेको छ छैन त्यसमा हामी डाटा छ, त्यही पनि कसैको त्यस्तो छ भने हाम्रो वास्ट ट्रिगरहरू चाहिँ घर दैलोमै गएर उहाँको सबै हेरिसक्नु भएको छ र त्यो डाटा हामीसँग छ। त्यो कार्ड हामीले उहाँलाई सहजै एकदमै आजै आउनु भने आजै त्यो कार्ड हामीले उहाँले जुन जस्तै फोटो लिएर आउनुहुन्छ, नागरिकताको फोटोकपी लिएर आउनुहुन्छ र नागरिकताको फोटोकपी लिएर पनि उहाँले आफ्नो पारिवारिक विवरण लिएर आउनुहुन्छ, त्यसको त्यो पारिवारिक विवरण इन्ट्री गरेपछि तुरुन्तै हामी दिन सक्छौँ, त्यसको लागि त्यस्तो खासै धेरै कठिनाइ छैन। अब तत्कालै जसले बनाइरहनु भएको छैन आज तत्कालै चाहियो भने पनि उहाँले हामीले वडा समितिलाई चाहिँ वडा सिसीलाई खबर गर्नुहुन्छ या उहाँले जानकारी गराउनुहुन्छ, तुरुन्तै वडा सिसीको सदस्यले या हाम्रो वास्तविकले उहाँको घरमा पुगेर हेरेर तुरुन्तै त्यही दिने पनि दिन सक्नुहुन्छ। त्यसमा नगरपालिकाले
एकदम निःशुल्क त्यो सजिलो छ। गरी काम गर्न हजुर। उहाँहरूलाई सपोर्ट गरिरहेको अवस्था छ। अब म अहिले उहाँले भन्नुभयो तपाईँहरू पनि यसमा काम गरिरहनु भएको छ। खास गरी दीर्घकालीन रूपमा सरसफाइको लागि, दीर्घकालीन रूपमा कुनै पनि समाजको व्यवस्थापनको लागि त्यो बालबालिका उमेरदेखि नै राम्रो बानीको सुधार गर्नुपर्छ। जस्तो कि खानेपानी, सरसफाइका क्षेत्रमा केटाकेटीहरूलाई पनि राम्रो बानी सिकाउँदाखेरि साबुन पानीले हात धुने लगायतका विभिन्न काममा उनीहरूलाई बानी राम्रो बनाएपछि पछि यो दीर्घकालीन रूपमा असर पर्छ र पछि हामीले यति मिहिनेत गर्नु पर्दैन होइन। यस्तो अवस्थामा युनिसेफले अहिले जसरी नगरपालिकासँग मिलेर स्थानीय स्तरमा त्यो वडा गाउँपालिका नगरपालिकाको वडा स्तरमा तपाईँहरूले चर्की बनाइदिने, सरसफाइमा सहयोग गरिदिने, खानेपानीको पनि दीर्घकालीन रूपमा काम गरिरहनु भएको छ। तर लङ टाइमको दिगोपना विकासको लागि जुन बालबालिकाका क्षेत्रमा काम गर्नुपर्ने हो, यो सरसफाइसँग जोडेर यहाँका सामुदायिक विद्यालयमा त्यहाँका बालबालिकाहरूलाई केन्द्रमा राखेर तपाईँहरूको सरसफाइ सम्बन्धी केही कार्यक्रम छ कि मात्र नगरपालिकासँग के छ सर? छ सर। जस्तो कि हाम्रो अब यो आसवा 2 को कार्यक्रम भनेको समुदाय, विद्यालय, हेल्थ पोस्ट, यो 3टा संस्थालाई बढीभन्दा बढी फोकस गरेर प्रत्येक नगरपालिकामा एउटा 2टा हेल्थ पोस्ट, विद्यालयलाई र एउटा वडालाई नमुना बनाउने हाम्रो टार्गेट छ। यो आसवा 2 को मेन टार्गेट। र यो आसवा 2 अन्तर्गत मुख्य गरी बालबालिकाहरूको जुन डायरिया दर छ त्यसलाई घटाउने अनि महिलाहरूको नेतृत्वमा विकास गर्ने र जुन अहिलेसम्म जुन सरसफाइको जुन अवस्था थियो त्यसलाई अलिकता अग्रसर अलिकता राम्रो बनाउने त्यो हाम्रो टार्गेट छ आसवा 2 को। यो तपाईँले जुन प्लान भन्नुभयो आगामी दिनको लागि, आगामी आर्थिक वर्षमा यो प्लान आउला होइन, कार्यक्रमहरूको युनिसेफले बेला त्यो कार्यक्रम को लागि अहिले जुन तपाईँको माथामा 4वटा नगरपालिका छ, तीमध्ये मिथिला नगरपालिकामा खुला दिशामुक्त घोषणा भइसकेको अवस्था छ। यो 10 गते भइसकेपछिको अवस्था जुन छ, यसमा अब यो फर्दरको तपाईँहरूको जुन कार्यक्रम छ विद्यालयसँग मिलेर, समुदायसँग मिलेर र हेल्थ पोस्ट यहाँका स्वास्थ्य मिलेर, यसमा अब मिथिला नगरपालिकाले त्यो अवसर कहिलेदेखि पाउला? यो तपाईँको जुन सेकेन्ड फेजको कार्यक्रम छ त्यसमा के छ? यो नगरपालिकाको लागि युनिसेफले अब के गर्छ? अब यस्तो छ सर, हाम्रो टार्गेट, हाम्रो प्लान यस्तो छ भने त्यो ओडिएफ हुने बित्तिकै कुनै पनि नगरपालिका, जस्तो कि हाम्रो जो 4वटा नगरपालिका मध्ये मिथिला नगरपालिका 100% पुगिसकेको छ। त्यो हिसाबले यो अब नगरपालिका घोषणा हुने बित्तिकै हामी बेसलाइन सर्वे गराउँछौँ। हाम्रो ट्रिगरहरू मार्फत वार्ड ट्रिगरहरू छ हाम्रो प्रत्येक वार्डमा, उनीहरूसँग फर्मेट भरेर एउटा बेसलाइन सर्वे हामी गराउने। त्यसपछि अब त्यो फर्मेटको आधारमा हामी कम्पाइल गर्छौँ के समस्या आयो, कहाँ के समस्या आयो, त्यो हिसाबले हामी खानेपानी, अब त्यसपछि अब स्कुलको अवस्थामा खानेपानीको अवस्था के छ, स्कुलमा स्वास्थ्य चौकीमा के छ, अनि समुदायमा के छ, त्यो सबैलाई हामी चाहिँ भेरिफिङ गरेर यसलाई सफल गरेर त्यसपछि हामी खानेपानी सरसफाइ कार्यक्रमहरू चाहिँ आगामी दिनमा र सँगसँगै पूर्ण सरसफाइ कार्यक्रम पनि चाहिँ हामी आगामी दिनमा लान्छौँ। त्यो फेजमा नगरपालिकासँग केही समन्वय गर्नुपर्छ कि के छ? त्यसपछि सामान्य त सबै कार्यक्रममा आउँछ हाम्रो यो एक्लै युनिसेफको हुँदैन, सबै जति पनि कार्यक्रम सानोदेखि ठुलो कार्यक्रम सबै हामी नगरपालिका मार्फत हाम्रो कार्यक्रम हुन्छ। त्यो हिसाबले जति पनि कार्यक्रम छ हाम्रो नगरपालिकासँग कोअर्डिनेसन समन्वय गरेर हामी कार्यक्रम गर्छौँ। प्रभुजी, अहिलेसम्म जुन यो तपाईँहरूको सफलता भन्नुपर्यो, नगरपालिका पूर्ण यो सरसफाइ के भन्छ खुला दिशामुक्त घोषणा भइसकेको अवस्था छ। अब पहिला पनि चर्चा भइसकेको छ, यहाँ मिक्स कल्चर छ, यहाँ मिक्स बसाइसराई भएर यहाँ समुदाय परिवार छ, मिक्स समुदाय छ। त्यसको आधारमा यहाँ जुन अहिले एउटा सङ्केत, राम्रो सङ्केत छ सरसफाइ, तर पानीको अभावमा समस्या बढेको छ। तपाईँहरूलाई पहिला फेजदेखि अहिलेसम्म यो पानी बाहेक, तपाईँले भनिसक्नुभयो पानी एउटा ठुलो समस्या छ होइन, जहाँ पनि पानीको चर्चा हुन्छ, तर पानी बाहेक पनि धेरै बानीहरू छ नि जो सुधार्नुपर्ने र पहिलादेखि सुध्रिसकेको होइन। त्यसमा तपाईँ योभन्दा पहिला पनि अन्य स्थानमा काम गरिसक्नु भएको छैन। तुलनात्मक अध्ययन गर्दाखेरि यहाँ के तपाईँले खासियत के पाउनुभयो मिथिला नगरपालिकामा? यहाँ खास म खास गरी सरसफाइकै र ओडिएफकै सन्दर्भमा कुरा गर्दाखेरि अब यसैको कुरा गरौँ। जस्तै अब यहाँ अब हामी समुदायमा अब विभिन्न पुराना कल्चर मान्ने, अब जस्तै अब हाम्रो वृद्ध बुवा आमाहरू हुनुहुन्छ। अब हाम्रो मैथिली कल्चरमा आउँदाखेरि चाहिँ चर्पीमा टोयलेट नगर्ने र समस्या मैले आफूले भोगेको देखेको कुरोहरू, जस्तै चर्पीमा हामी घर नजिकमा किन चर्पी नगर्ने भन्ने एउटा समस्या। अर्को पनि के हो, जस्तै अब बुहारीहरू पोतो हुन्छ नि, पोतो गएको ठाउँमा हामी ससुरहरू किन जाने, त्यो अर्को समस्या।
यसले पनि एउटा हामीले ओडिएफको मैले खास गरी ओडिएफको अभियानको जुनमा देखेको समस्याहरू म खास गरी सम्झिरहेको छु र त्यो एउटा समस्या। त्यसपछि अब कतिको के छ भने होइन यो त सरकारले बनाइदिनु पऱ्यो भने यो त गाविसले बनाइदिनु पऱ्यो, यो त नगरपालिकाले बनाइदिनु पऱ्यो, हामी किन बनाउने? यो टोयलेट बनाउनको लागि चाहिँ सरकारले अनुदान दिएको छ, सरकारले पैसा पठाएको छ, पैसा जिम्मेवारी खाने अनि हामीलाई चाहिँ बनाउन लाउने भन्ने कुरो त्यो पनि विभिन्न हामीले आक्षेप र आरोपहरू आयो। त्यसको बावजुद पनि हामीले उहाँलाई लगातार अब मोटिभेसन गर्दै आज यो अवस्थामा आएका छौँ। हामी अहिले ओडिएफ भइसकेको अवस्थामा हामी आइपुगेका छौँ। यसलाई पनि अब विभिन्न समस्याको हेर्दै गर्दै अब यो अवस्थामा आएर समर्थन गर्नुपर्छ र अब अरू धेरै समस्याहरू अब विभिन्न अब यहाँ जस्तै अब दलित बस्ती भएको, त्यस्तै अब अलिकति मिथिला कल्चर भएको ठाउँ, त्यसै गरी अलिकति गरिबीको ठाउँ, त्यसले गर्दा आर्थिक समस्याहरू धेरै धेरै त्यस्तो समस्याहरू त आयो। अब त्यो समस्याहरू झेल्दै तपाईँहरू अहिले यो सफलतामा पुग्नु भएको छैन। अब हामी कार्यक्रमको करिब करिब अन्त्यमा आइसकेका छौँ होइन। अब यो जुन कार्यक्रम सुनिरहनु भएको छ मिथिला नगरपालिकाका विभिन्न वडाका स्थानीय नागरिकहरू, स्थानीयवासीहरू, उहाँहरूलाई अहिलेको जुन कन्डिसन छ मिथिला नगरपालिका पूर्ण सरसफाइ पूर्ण यो खुला दिशामुक्त घोषणा भइसकेको अवस्थामा प्रायःको घरमा त्यो सरसफाइ सम्बन्धी कार्ड पुगिसकेको अवस्थामा अब यसलाई टिकाइराख्न होइन, यसलाई अहिलेको अवस्थामा भन्दा राम्रो अवस्थामा हुन दिन तर नराम्रो पछाडि हुन नदिनको लागि ती स्थानीयवासीहरूलाई मिथिला नगरपालिकाको के भन्छ यो सरसफाइको फोकल पर्सनको हैसियतमा तपाईँ के सन्देश दिन चाहनुहुन्छ? म यहाँहरूलाई म के भन्न चाहन्छु भने मैले यो नगरपालिकाको म यहाँ यस नगरपालिकामा वासी पनि हो। मेरो वार्ड नम्बर 4 मा मेरो घर हो र यो नगरपालिकाको वासीको हैसियतले, यो नगरपालिकाको पावर पर्सनको हैसियतले र म व्यक्तिगत हिसाबले यस नगरपालिकाको हैसियतले म के भन्छु भने यस हामी धेरै दुःखको बावजुद आज हामी ओडिएफ भएको सफलताको अवस्थामा छौँ र यो सरसफाइ तपाईँहरूकै सहयोगले, तपाईँहरूकै साथले हामीले सरसफाइमा हामी यो अभियानमा हामी सफलता पाएका छौँ र हामी यो सरसफाइ भने हामी आफ्नै लागि हो, हामी आफ्नै लागि हो, तपाईँकै लागि हो, हाम्रै लागि हो। त्यही हिसाबले म के भन्छु जुन अवस्थाबाट हामी अहिले होइन यो अभियान सञ्चालन भएको छ र यो अभियानको लागि हामीले यो सरसफाइमा हामीले ध्यान दियौँ, सरसफाइमा हामीले शौचालयमा सोच गर्छौँ भन्ने हाम्रो लागि मात्रै नसोचिकन यो तपाईँहरूको लागि हो र हाम्रै लागि हो, यो मिथिला नगरपालिकाको वासीको सरसफाइको लागि हो भन्ने हिसाबले तपाईँहरूले लिइदिनुहोस् र यसरी यसलाई निरन्तरता अबको अवस्थाभन्दा फेरि राम्रो अवस्थामा पुग्ने गरी जस्तो हामी फेरि कार्यक्रम सञ्चालन भइरहेको छ। हाम्रो तपाईँको घर दैलोमा हाम्रो वास्तविकहरू फेरि पनि आउँदो दिनमा बेसलाइन सर्वे गर्न आइरहनु भएको छ। उहाँलाई एकदम निष्पक्ष रूपमा उहाँलाई एकदम सहयोग गरिदिनु होला र एक्चुअल त्यहाँबाट डाटा आओस्, जसले गर्दा हामीले आगामी दिनमा फेरि योजना बनाउन हामीलाई सहज हुनेछ, जसले गर्दा हाम्रै यस नगरपालिकामै यसको फेरि प्रभाव पर्नेछ, राम्रो प्रभाव जानेछ भन्ने म आशा राख्दछु। यही अनुरोध गर्न चाहन्छु। धन्यवाद। अन्तमा तपाईँ जो युनिसेफको वास कोअर्डिनेटरको हैसियतमा हाम्रा श्रोता, हाम्रा दर्शकहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? लक्ष्मण सर। धन्यवाद सर, एकदम राम्रो भन्नुभयो। समग्रमा भन्दाखेरि अब यो चाहिँ यो सरसफाइ खानेपानी कार्यक्रम भनेको एकदमै राम्रो कार्यक्रम हो। अहिलेसम्मको प्रगति हेर्दाखेरि समग्रमा देशको प्रगति हेर्दाखेरि अहिलेसम्म 64वटा जिल्ला घोषणा भइसकेको अवस्था छ र अझै पनि 13वटा जिल्लाहरू बाँकी छ, त्यो पनि तराईकै 5वटा जिल्ला। त्यो हिसाबले हेर्दाखेरि अलिकति 68मा हाम्रो कार्यक्रम सुरु भयो सरसफाइ कार्यक्रम नेपालमा र अहिले 76मा आएर लगभग 99.7%मा पुगिसकेको अवस्थाले गर्दाखेरि यहाँको अब राम्रै छ, नेपालको प्रगति राम्रै छ। त्यो हिसाबले र समग्रमा भन्दाखेरि म यहाँको सम्पूर्ण नगरवासीहरू र यहाँको वासीहरूलाई म आगामी दिनमा यो पूर्ण सरसफाइ कार्यक्रम अब हाम्रो युनिसेफ र नगरपालिकाको अब सहयोगमा आउनेछ। अब त्यसको लागि यहाँहरूको सक्रिय सहभागिता र सपोर्ट भइदियो भने अझ योभन्दा राम्रो प्रगति हुने नै छ भन्ने म स्वप्न गरेको छु। तपाईँ दुवैजनालाई धेरै धेरै धन्यवाद। श्रोतालोकै लेखन अपने सब सुन्नु कार्यक्रम खानेपानी सरसफाई तथा स्वच्छता अभियान में तीव्रता यूनिसेफ के आर्थिक सहयोग में मिथिला नगरपालिका द्वारा प्रायोजित कार्यक्रम खानेपानी सरसफाई तथा स्वच्छता अभियान रेडियो स्वागतम सामुदायिक रेडियो स्वागतम 89 मेगाहर्ट्ज पर अपने सब सुन रहा छौँ। कार्यक्रम
अपने सबके केहन लागल अवश्य हमरा सबके सलाह सुझाव सेहो दऽ सकैत छी। संगे अपने सब यूट्यूब मार्फत स्वागतम मिथिला यूट्यूब चैनल छै तकरा सब्सक्राइब कऽ के ई कार्यक्रम सेहो अपने सब देख सकैत छी और हमरा सबके सलाह सुझाव सेहो अपने सब दऽ सकैत छी। आजुक कार्यक्रम केहन लागल अवश्य सलाह सुझाव देब या कहैत प्राविधिक मित्र अतिथि एवं संपूर्ण श्रोता लोगन के धन्यवाद दैत कार्यक्रम खाने पानी सरसफाई तथा स्वच्छता अभियान से हम बटुकनाथ झा से हो जबाक आज्ञा चाहै छी। अपने सबके समय शुभमय बिताए। नमस्कार।